ओइ सुन्न भविष्यमा त बाढी गएछ के गर्ने यार बाढी भयो अरे भने मलाई टिकट नगर्ती मसँग एपिएफको एप छ म तुरुन्तै जानकारी गराउँछु तुरुन्तै त्यसपछि एपिएफ खै हेरौँ ल ल गराइहाल्छु यार सर सर यो हाम्रो म्यापमा चाहिँ के अरे यो बाढी सम्बन्धीको सूचना प्राप्त भएछ। यो म्यापमा हेर्दाखेरि बर्दिवास बजार एरियाबाट मोबाइल नम्बर 98 स्यामसङ चौधरीजी हो। के भएको भन्नु त? कहाँ बर्दिवासमा कति नम्बर वडामा? 1 नम्बर वडामा हो। ए भप्सी पुलमा के भएको छ? यता चाहिँ अवरोध भएको छ। ए डेटा कन्ट्रोल ओभर। डेटा 1 to डेटा कन्ट्रोल हो सर। रोजर यो अहिले मोबाइलबाट क्यास अलर्ट सिस्टममा प्राप्त भएको छ। यो सरलाई जारी गरेर यो टोली पठाउनका लागि त्यहाँ आदेश ओभर। डेटा 3 डेटा कन्ट्रोल हो रे। रो सर यो बर्दिवास बजारबाट 500 मिटर पश्चिम पूर्व पश्चिम लोकमार्गकै भप्सी पुलमा चाहिँ रातभरि परेको अविरल वर्षाका कारणले पुल बाढीले बगाएको भन्ने स्थानीय यो श्याम रस चौधरीले चाहिँ क्यास अलर्ट सिस्टममा खबर प्राप्त भएको भनेर चाहिँ जाहेर गर्नुभएको छ टोली परिचालनको लागि। अब हाम्रो रिजर्भ वार्डको त्यो विपद सम्बन्धी स्ट्यान्ड बाई टोली छ न, विपद स्ट्यान्ड बाई टोलीलाई चाहिँ उत्तर क्षेत्रमा बचाउने गर्ने भनेर भन र आवश्यक सामग्री त्यहाँ चाहिने आवश्यक सामग्रीहरू सबै सामग्री लिएर त्यहाँ छिटो टोली खतम गर्ने हो। रो सर डेटा 1 to डेटा कन्ट्रोल अब रो सर 3 सरको पाउनु भएको छ। अब अनि पछाडि पनि माथि चढ्दै माथि बस्नु है जहिले भएको सर यो भक्ति खोला त्यो बाढी मान्छे छ भने चाहिँ सुरुमा त्यो मान्छे चाहिँ प्रायोरिटी दिएर गर्ने कोही मान्छे अति नै